भ्रष्टाचारका 400 बढी मुद्दा एकैपटक डिसमिस पार्न 22 करोड रुपियाँ हाराहारीको घुसमा सर्वोच्च अदालतको संवैधानिक इजलास नै खरिद भएको अनुमान गर्न सक्ने एक गोप्य स्टिङ अपरेसनको अडियो रेकर्ड सीधा कुरालाई प्राप्त भएको छ। प्रस्तुत छ द डार्क फाइल। यो मुद्दा संवैधानिक इजलासमा पुगेको छ। अब उहाँ श्रीमानहरू यही हुनुहुन्छ। घडी प्रीति छ, उहाँ चाहिँ अन्नपूर्णको अध्यक्ष रामेश्वर थापा हुनुहुन्छ। कान्तिपुरको अध्यक्ष कैलाश केजरीवाल हुनुहुन्छ। कैलाश सरले सबै कुरा मिलाइसक्नु भएको छ। 8 गते मुद्दा हार्नुहुन्छ। अब हामीले एकजना प्रतिवादीबाट 4 लाख रुपियाँ पैसा लिएको छ। तपाईँलाई त्यसबाट सुनिदिनु होला। अब कैलाश सरले बोलेपछि न्यायाधीशहरूले पनि कुरा काट्नुहुन्न। लगभग पैसालाई हेर्दै जानु 8 गते मुद्दा हार्छ। पूर्व प्रधान न्यायाधीशहरू, बहालवाला सर्वोच्च अदालतका न्यायाधीश, वरिष्ठ अधिवक्ता र नेपालका ठूला मिडिया सञ्चालकहरू नै सो डिलमा सहभागी भएको सीधा कुरालाई प्राप्त अडियोमा सुनिन्छ। अख्तियारको स्टिङ अपरेसन टोलीका एक सदस्यलाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दामा बयान फेर्न दबाब दिन बोलाइएको हाई प्रोफाइल बैठककै ती सदस्यले स्टिङ अपरेसन गरिदिएका छन्। सीधा कुरालाई प्राप्त प्रमाण अनुसार गोप्य बैठकको अडियोमा संवैधानिक इजलासको मुद्दाका सरकारी साक्षी समेत रहेका ती सदस्यलाई अख्तियारका विरुद्ध बयान दिन दबाब र प्रलोभनमा पार्ने प्रयास गरिएको छ।